आज म हजुरहरूलाई मोमोको रेसिपी ल्याएर आएको छु। सबभन्दा पहिला बन्दालाई काटेर एउटा भाँडामा राख्ने। त्यसपछि प्याज, लसुनको पात, अदुवा र लसुनलाई पनि सानो गरेर काट्ने। त्यसपछि त्यसलाई बन्दामा मिक्स गर्ने अनि चिकनको किमालाई पनि त्यसमा राख्ने अनि स्वाद अनुसारको नुन राख्ने। त्यसपछि घरमा पिसेर राखेको मसला राख्ने। त्यसपछि मोमो मसला राख्ने। त्यसपछि अलिकति त्यसमा बेसार्नी राख्ने। यसमा अलिकति तेलमा ज्वानो मेथी फ्राई गरेर र 2टा खुर्सानी फ्राई गरेर पनि त्यसमा राख्ने अनि यसलाई मजाले मिक्स गर्ने हातले चलाइ त्यो मजाले मिक्स भएपछि राख्ने। अब हामीले पिठोको लागि रेडी गर्दैछौँ। सबभन्दा पहिला पिठो लिने अनि त्यसमा नुन राख्ने। नुन राखिसकेपछि त्यसमा अलिकति तेल राख्ने। त्यसलाई मजाले मिक्स हुने गरेर मोल्ने अनि पानी राखेर यसलाई मजाले मिच्ने। त्यसपछि त्यसलाई सानो सानो गोलो गराएर मोमोको आकारमा सानो सानो रोटी टाइपको बनाउने। अब मोमो रेडी भयो। अब मोमोको भाँडामा तेल लगाउने। यसले गर्दा मोमो चप्टिँदैन। तेल लगायो भने निकाल्न सजिलो पनि हुन्छ। अब मोमोलाई मिलाएर राख्ने। अब केही छिन 10-15 मिनटको लागि राख्ने। अब मोमो रेडी भयो। अब हामी खाने।